कार्यक्रमका अध्यक्षज्यू, सह-अध्यक्षज्यू, मञ्चमा रहनुभएका सम्पूर्ण अतिथि महानुभावहरू, उपस्थित हुनुभएका महिला तथा सज्जनवृन्द, सबै खेलाडी भाइ बहिनीहरू र यस्तो जोडिनुभएका सम्पूर्ण महानुभावहरू, मलाई केही दिन पहिला नेपाल हक्किदो सङ्घ अन्तर्गतको रूपन्देही हक्किदो सङ्घको आजको कार्यक्रममा खेलाडीहरूको ग्रेडिङ, सहयोगदाताहरूलाई सम्मान र एउटा उत्साह बढाउने कार्यक्रम हामीले राखेका छौँ, आइदिनु पर्यो भनेर भन्नुभएको थियो। यो सङ्घसित जोडिनुभएका राजेन्द्र ढकाल, यसका अध्यक्ष साथीहरूले कुरा राख्नु भएको थियो। मलाई यसरी विगतमा पनि यो सङ्घले बोलाएर आफ्ना भनाइ राख्ने, शुभकामना राख्ने, तपाईहरुसित जोडिने अवसर दिएको छ। म आभारी पनि छु। वास्तवमा विभिन्न खेल विधामा हामीले महत्त्वपूर्ण सफलता प्राप्त गर्न सक्छौं। खेलको माध्यमबाट सिङ्गो मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्छौं, कूटनीतिक सम्बन्ध कायम गर्न सक्छौं, स्वस्थ नागरिकहरूको उत्पादन गर्न सक्छौं र नागरिकहरूमा, खेलाडीहरूमा विशेष गरेर आत्मविश्वास र एउटा सबल सक्षम नागरिक निर्माण गरेर मुलुकलाई स्वावलम्बी बनाउन सक्छौं। यो महत्त्वपूर्ण खेलको क्षेत्र हो। सरकारले जति